खाने हैन त्यो खाने टीका हो नि त डाक्टर बन्ने है के बन्ने फेरि पाइलट डोरिदा छ दादालाई सवाल डोर हेलो नमस्ते फेरि पनि स्वागत छ हजुरहरुलाई यो मेरो क्यो मम ब्लगमा म पनि सन्चै छु हजुरहरु पनि सन्चै हुनुहुन्छ होला भन्ने आजको साथ गाइस आज फेरि नयाँ दिनमा नयाँ ब्लग लिएर आएको छु गाइस सबैभन्दा पहिला त म हजुरहरुलाई के भन्न चाहन्छु भने हाम्रो यो महान चाड विजय दशमीको धेरै धेरै शुभकामना हजुरहरुलाई भन्न चाहन्छु अनि त्यसपछि आज चाहिँ विजय दशमीको दिन हैन अब हामी टीका लगाउन सुरु गर्दैछौं गाइस अनि त्यही भएर चाहिँ हजुरहरुलाई आज हाम्रो दशैंको दिन हाम्रो टीकाको दिन कस्तो हुन्छ भनेर हजुरहरुलाई मैले देखाउन लागिरहेको छु आजको मेरो दिन हाम्रो दिन कसरी बित्छ हेर्दै गर्नु होला गाइस हाम्रो जमरा गाइस यो जमरा हाम्रो 25 सालको अलिक 22 सालको विजय दशमीको मेरो नाति सबैले चाहिँ एकदम राम्रो भयो राम्रो सुख शान्ति दिनु जो मैले चाहिए त्यो कुरा हुनु हुने धेरै पढ्ने तीजने ज्ञान हुनु धेरै तेज हुनु सबै एकदम मन लाग्ने ठुलो मान्छे हुने यति धेरै फ्यामिलीमा सबै यता र उता भएर बिचरा हामी 4-5 जना मात्र भयो ल ल जियो गरेर बाजेले यहाँ फुल खाने हैन त्यो खाने टीका हो नि त सानो त्यो खाने यता यो यहाँ फुल दिनु पैसा दिनु के हो नि यता बस न राम्ररी प्लटे कसेर बस हो हात यसरी थाप हात थाप्न सिकाइदेऊ न राम्रो बन्ने है ज्ञानी हुनुपर्छ है हस् भन धेरै पढ्ने ठुलो मान्छे हुने शत्रुको मेघ मारेर अनुजित गरेर खाने है टीका त खाइदिए उनले खानेकुरा पो सोचेको त अनि ल भयो भयो पैसा दिनु टाउकोमा लगाइदिनु न ल कानमा लगाउने ल हाम्रो दशैं चाहिँ यसरी हुँदैछ गाइस एउटा नातिनी भरे क्या धेरै दियो भने बुझिले ल देऊ देऊ टीका लाउने हो अब आमाको पालो यो बुढीमा साह्रै रोगी भयो अब यो लाउन सिद्धियो पैसा पनि चाहिन्छ र न पैसा ल ल ल ल ल अब मेरो पालो गाइस अब मेरो फोटो खिचिँदै ठुलो मान्छे हुने धेरै पढ्नेछन् मन लगाएर मम्मीलाई ड्याडीले प्राउड गराउने बनाउने शत्रुको हात मुनि अब हात माथि गरेर खाने मेरो बाबुलाई ठुलो मान्छे बन धेरै पढ ज्ञानी हुने बाबु ज्ञानी भएर अलि त ज्ञानी भएर सानो टुकटुक लागे ठुलो मान्छे बन्नु हामी चाहिँ माथि घर जान लागेको है अब नानी र बाबुलाई लिएर माथि सानो बाजे बजेको हातको टीका थाप्नलाई आशीर्वाद थाप्नलाई जान लाग्यो क्या मैले चाहिँ टीका लगाएन किन भन्दाखेरिमा बाबा बिन्दु भएको धेरै दिन भएको छैन नि त अनि त्यही भएर मैले टीका लगाउनु मलाई मन लागेन गाइस त्यही भएर मैले टीका लगाएन नानी बाबुहरू चाहिँ टीका लगाएर चिटिक्क परेछ हाम्रो चाहिँ सेतो टीका हो चाहिँ गाइस हजुर कहाँ जाने हो नि कहाँ जाने हो ठुलोमा के माथि घर भन न यो चाहिँ हाम्रो माथि घर गाइस यता पुरानो यो नयाँ बन्दैछ नयाँ भन्नाले माथि थपेको अब चाहिँ हामी यहीँ जाने यता पछाडिपट्टि हुनुहुन्छ अर्को घर त्यहीँ जाने है साना हामी बाजे बजेसम्म जानु लाग्यो है छोरी कस्तो भएको त मेरो छोरीको दशैं सानो यता घाँसमा त नानीलाई गाडी आउँछ पानी पर्नु लाग्छ त्यहाँदेखि
कुकुर खोले खाएन होला नि छाना पख 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 काम छैन मेरो छोरो काम छैन गाइस रग 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 भा बदमास तिमी बदमास हो ल अब बाजे बजेलाई आशीर्वाद लिन जाने छ न के बाबु जिउ गर यता जिउ गर ल ऊ हेर त्यहाँ जिउ गर ल ल जिउ गर नि त त्यहाँ पहिला जिउ होइन जिउ गर भएन त्यसो चिटिङ गर्न पाउँदैन जिउ गर बुझीलाई जिउ गर स्याबास बाजेलाई बाजे टोक्दैन बाजेलाई अब भित्र बुझी हुनुहुन्छ नि भित्र बुझी हुनुहुन्छ रुनु भयो अनि अघि टिका लाउँदा त कस्तो मलाई नरमाइलो लागेको भनेको कति धेरै हुन्थ्यो नि त पहिला त अहिले त रुली भएको के होइन पहिला त अनि हाम्रो माथि घरको नि सबै हुन्थ्यो है तल घरको नि सबै हुन्थ्यो नि त अनि कति धेरै हुन्थ्यो अहिले त सबैजना कता कता हो कता कता ज्ञानी भएर बस्छ त्यहाँ ज्ञानी भएर बस्छ नानी बाबुहरूलाई फोन गर्नु भइसक्यो सानो त्यसो नगर न पाती बाबा हाम्रो घरको पाती त कहाँ नरहेछ कहाँबाट लिएर आउनु भएछ पनि बुटै नरहेछ क्या बुटा थियो के भएछ पनि पातीको बुझ्यो हात थापा ल ल हस् भन बुझ्दै जिउ गर्यो खसाइदियो मम्मी त्यहीँ राखिदिनु म अहिले लगाइदिन्छु फेरि ल जिउ गर जिउ जिउ गुड हस् भन बाबाले के आशीर्वाद दियो आया त्यो बहिनीकोमा एउटा हाल्दै गर्नु एउटा हाल्दै नगर्नु भोलि जान्छ फेरि ए यो त बहुत दरङ्गे भयो क्या के अरे दसैँ हो दक्षिणा त लिनुपर्छ ल भाइ आशीर्वाद हुँदैछ गाइज यहाँ चाहिँ यता बस्नु कहाँमा बस्नु त ल होइन कहाँमा बस्नु कहाँमा बस्नु न धान्न सक्छ है सक्दैन ल त धान्न सक्छ सक्दैन हेरिहालौँ ल हाम्रो दिदीबहिनीहरू बाबा आमा दाइ भाउजू सबै ल ज्वाइँ सब तिनवटा खाइलाग्दो छन् तिनटै ज्वाइँहरू खाइलाग्दो छन् ल ल यसरी यसरी हिरो हिरोइनले उठाएको नि छिटो 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 न छिटो छिटो ल त्यसो कसरी सक्नुहुन्छ ल ल ल ल त्यसरी होइन ल हाम्रो मम्मी गयो काम छ अरे मम्मी कसरी जानु त्यही भएर
ल अब फेरि के को पालो तासको पालो कसले कति जित्यो हाम्रो आमाले जित्यो जस्तो लाग्यो हो ल गाइस दसैँ मनाउँदैछ यहाँ मैले चाहिँ हजुरलाई टिकाको दिनको कन्टिन्यू भ्लग बनाउन पाइएन अब यताउता गर्दा गर्दा आफ्नो मान्छेहरू सबै छुट्यो भिडियो राम्रोसँग सबै टोटली खिच्न पनि पाइएन त्यही भएर फेरि आजको भ्लग पनि मैले जोडेको छु गाइस अनि आज चाहिँ हामी एकछिन त्यहाँ मामा घरमा जानु पर्यो त्यहाँबाट अनि उता सोल्टिनीको मम्मी बाबालाई भेटेर एकछिन आउँछु भनेर चाहिँ आज हामी निस्केको छु गाइस हेर्दै गर्नु आजको मेरो दिन कसरी बिताएँ गाइस अब उता माइततिर जान त सम्भवै छैन बाटो यस्तो भइरह बच्चा लिएर हिँड्न पनि डर लाग्यो फेरि अस्ति भर्खर गएर आएको नि त अनि त्यही भएर चाहिँ यसपालि चाहिँ म माइत गइएन ल कहाँ जानु सानो कसको घर जाने ल गाइस हामी चाहिँ अहिले अब एकछिन आमालाई भेटेर फेरि उता गएर आउँछौँ गाइस बेलुका बेलुका शीतल पनि भएको छ बरु पानी चाहिँ नपरे हुन्थ्यो भन्ने कुरा हो शीतल चाहिँ भएको छ अब दिउँसोतिर निस्क्यौँ भने त पाहुना थियो नि त घरतिर पनि पाहुना आइरहन्थ्यो त्यही भएर बेलुका निस्केर गएपछि एकछिन ल हाम्रो नानघाटको हाइवे कति राम्रो देखेको त्यो बादललाई लगाएछ हामी यहाँ बल्ल आइपुग्यो ल यो लिँदैन सानो हामी यहाँ मामा घर बल्ल आइपुग्यो ल यो लिँदा बिग्रे छैन ल समात ल होइन हे भाइ हल्ला गर्दै गए किरण हो अनि किरण के किरण होइन के हो गुरुङ रे किरण के हो यता यता बाजेलाई नि ढोक्दियो नि त एकछिन अनि त्यो को थियो मेरो आँखा छ हेर्नु गाइस हामी त्यहाँ आमालाई भेटेर यता सोल्टिनीको त्यहाँ आमालाई भेटेर फेरि यहाँ बाबा आमालाई भेट्न आउन लागेको नि त सोल्टिनीको बाबा आमालाई भेट्न आएको हेर्नु अँधेरो भइसक्यो तर मोबाइलमा चाहिँ अति नै अँधेरो देख्यो है गाइस यस्तो बित्ति अँधेरो चाहिँ भएको छैन तर पनि कति बज्यो ठ्याक्कै 6 बजे ठ्याक्कै 6 बजे रहेछ क्या 6 बज्दा नि यस्तो अँधेरो होइन फेरि म यो भित्री बाटो आएको नि त जङ्गलको बाटो त्यही भएर अँधेरो देखेँ जङ्गलको बाटोले किरा पसेर आँखामा होइन किरा पस्यो होइन किरा पस्यो निकाले छैन छैन आमालाई जिउ गर नि त आमालाई जिउ गर नि त ल बुझ्नु जिउ गर सानो है ल पहिला जिउ गर बाजेलाई खै जिउ गर जिउ गर न होइन उ त्यो भए मातेको नि त्यसले हेर्नु मुख छोपेको हामी सोल्टिनीको माइत आइपुगिसक्यो सोल्टिनी चाहिँ टिका लाउन गएको रहेछ त्यही भएर चाहिँ ए यो चाहिँ भाइ दाइलाई खोजे खोजे तिमीसँग जिस्केको नदौडा नि त ए त रमायो आयो आयो भनेर भाइ ओइ डङ्की त्यहाँ रमा आयो आयो भनेर जाए खोजे खोज्यो त्यहाँ हगी गरेर छामालाई मात्तिनुहुन्न चङ्खे नम्बर 1 नवा दुर्गा भवानीको टिका लाएर हाम्रो फुच्चे बाबु धेरै धेरै पढ्ने है डाक्टर बन्ने है ड्राइभर नबन्ने डाक्टर बन्ने है के बन्ने पाइलट
आइरन म्यान ठिक छ त्यो पनि आइरन म्यान बनिरहेको भयो त ज्यू ज्यू बाजे ज्यू हजुर बोल्छ नि बोल्न त ज्यू गरेर बाजेर बाबु टोपी नरहेछ ल के डक्टरबाट यता नाइरे पार्लर बजार नाइरे आइरन म्यान बनेर ज्यू गर ज्यू बाजे ज्यू ज्यू ल धेरै पढेको विद्वान डाक्टर हेर न फेरि धेरै खानु न मम्मी फेरि लान्न फेरि पिङ खेल्न जाने अब म तिमीलाई लानु उठा चलेको आमा दुइटै हाम्रै हो केबिन कुन यो दुइटा हो बिरालोको बच्चा छ के हो नामिना दुइटाको ओए भोटे छट कहाँ जाने हो ब्लू कलरको घरको साइडमा ए त्यही नजिकै हो ल मेरो छोराछोरीहरू चाहिँ पिङ खेल्न जाने कति राम्रो फुल भाइ कस्तो राम्रो फुल फुलेको गाई चाहिँ पिङ खेल्न जाने अब राति भयो गाइस के गर्नु अब आउँदा आउँदै अब राति भयो नि बच्चाहरूको इच्छा पुरा गर्न खोज तिमीहरू दिदी र भाइ मिलेर के भाइलाई छोडेर हिँड तपाईँहरूलाई मैले राम्रोसँग भिडियो देखाउनै पाएन क्या यहाँ कति राम्रो आनन्द छ कि अब त्यहाँ तालहरू देखाउँछु मम्मीहरूको त्यो माछा पाल्ने तालहरू बुङ्गु फार्म देखाउँछु भनेको अँध्यारो भएर बर्बाद भयो अब पछि नेक्स्ट टाइम गाइज अहिले चाहिँ यत्तिकै हो अहिले चाहिँ अब यत्तिकै अलिअलि चाहिँ देखिन्छ गाइज के भयो अरे कसले टिकीले त्यस्तो अब लेस फुस्के चाहिँ यताउता चौचो खानामै व्यस्त हैन हात नसमात्या अब चाहिँ माछा छोडेर गयो राति भयो नि यिनीहरूले पिङ खेलेर चाहिँ दसैँ मनायो केही गर्दैन कि कुकुरले भाग्छ ऊ आफै डराएर ल है ल बाबु यो मम्मीले बल्ल गर्नुहुन्छ नि हाम्रो सिममले गरिदिनु न सक्दैन म त गर्नु न अह ढाकालम खतरा खतरा चिप्लिन्छ है खरा हो त्यतिकै खेल न अहिले त्यतिकै मजा भइरहेको छ मामा घरमा उतै पुऱ्याइन्छु भाइ मम्मी एउटा चाहिँ चौचो खायो बाबु त्यहाँ उता नजाए हिलो छ डट्टी छ अरे सबै पानी पर्यो भने यस्तो छ कि गाई चाहिँ पिङ खेल्यो चर्र हो दसैँ मनायो क्या कैसो गुरुङले हजुर दसैँ मनायो पिङ खेलेर मनायो होला अब झरा रमाइलो भयो नि पिङ खेल्न पाएन भने होइन रमाइलो भयो नि ल जा मजा छ बल्ल धेरै पावर मेरो पालो दिदी मलाई झगड्नु मम्मीले मजा भएको छ जाडो भएको छ जाडो भएको छ बल्ल दसैँ आयो मेरो छोराछोरीलाई पोहोर पनि यहीँ मामा घर आएर खेलेको है पिङ रिबिन र तिमी कता उता के त बाटोमा हामी जान्थ्यौँ घर जाँदा ल मेरो सल दिदीको सल त अघि नै उठ्यो अर्के किन चप्पल अलिअलि बस्नु साना यसरी बस्नु भाइ समात है भाइ नि साना सबै समात के हो त्यसमा त डोरी समात न डोरी समात डोरी त दादालाई समात डोरा समात के डाँडा लड्ला अरे दाजुभाइ ओइ लड्छ यो चाहिँ उध्यायो ओइ ओइ ओइ
बाई बाई तर राम्रो लड्दै छ र बिस्तारै सक्छ त दिदी तपाईले तेरो दिदी हेरे हारे भयो लाठी जसरी लाडी दिदी म जस्तो बादर परेन त म निस्किन्छु कि यहाँबाट म उस परोस् न होइन त्यहाँ स्नेक आएर रे बाबु आइज उ त्यही भएर दादा आएको मम्मी यही छ फेरि भोलि खेल्ने है छोरा आज त स्नेक आएको छ रे त्यहाँ अँधेरो भएर टोपीमा छ यहाँ टोपीमा मम्मी मेरो सल्को च्याट्यो ला त्यहाँ अड्केर ला बर्बाद भयो त सानो कस्तो भयो आजको दसैँ सानो कोही छ रमाइलो अनि हाम्रो छोरा सानो दिदी र भाइ आइस रमाएन दिदी र भाइ आइस ह्याप्पी भयो भएन केन दादाले भेटेर ह्याप्पी भयो पुरा रिसा छ पिङ खेल्न न फेरि पिङ खेल्न पाएन रिसाएर हिँडेछ एउटा चाहिँ नो एन्सर दुईजना दिदी र भाइ चाहिँ रमाएर हिँडेछ फेरि हेर्नु गाइस धान कस्तो राम्रो धानको बाली अहिले अँधेरोमा भयो भने अलिअलि देखाइदिउँ हजुरहरूलाई हजुर पुरा धानको फाँट छ कि गाई चाहिँ के भयो दिदीहरूले छोडिदियो ल छिटो हिँड्दैछु नि मम्मीले हस् धान हेर बाबु यो चाहिँ फले खाने रहेछ यो चाहिँ फलिसक्ने रहेछ यो चाहिँ पुरा फलिसक्यो वाह रनिङ के हुन् गुरुङ रनिङ हजुर K1 वाह K1 दिदी र दादाले जित्यो K1 पैसा फेरि बच्चा K1 वाह मेरो बाबु फर्स्ट भयो भोगटे पुरा भोगटे फलेछ यहाँ घरमा सब भोगटे बाबा गए है मम्मी गयो ल म तल देखाएन के मम्मी तल देखाएन कति मम्मी गए है ल सोलिनी जम्मा म त आउँदै छु ओ मम्मी त फुल ल नि गाइस मम्मीको कोसेली फेरि यहाँ आयो नि कोसेली बोकिहाल्छु म जहिले नि घिउ र मोही हाल्दिनु भयो मम्मीले मम्मी गयो है बाई बाई बाबा गयो ल ढोकेर आऊ ल म चाहिँ बाई बाई भन्दै छु के भएर खै कहाँ त्यो दुईटा केटी आज मैले बाबाको स्कुटर लिएर आएको गाइस मम्मीले बासाउन चाहन्छ बुझ्नु है बुझ्नु गरे चेन लगाउन चेन इधर चेन नि आइज चेन लगाए ल बाजन चेन लाइन्छ ल फुपू जान्छ है नमस्ते गयो है बुजुहरू ज्याकेट यो लगाऊ कि तिमी क्याप छ नि त म क्याप छुटे लाउँछु यो मैले हाल्दिसक्यो ल मैले उमिराकै छैन मम्मी मलाई बनाऊ भने त भिडियो गइसक्यो त भाइलाई पो भाइहरू लरेको भिडियो बनाउनु ल लडे छैन सही गयो है बुजुहरू गयो है बाजे बस्यो साना बस्यो दादासँग किन नानीसँग बस्ने अनि दादासँग बस्यो दादा घर जान्छ अब हामी घर हिँडेको गाइस 8 बजिसक्यो अब घरतिर लाग्यो काम ए बिरालो हेर के हेरेको
क्या पुरा लङ्गर पुग्छ राति राति हामी कहाँ हिँड्यो क्या झन्डी पुग्छ हो अब घर जाने केमा झन्डी पुग्छ जाडो भएन ए ऊ स्ट्रङ बाई बाई ल गाइज यहाँबाट चाहिँ हामी छुट्यो उनीहरू उता बसेनी गयो अब हामी यहाँबाट सिधै घर जाने गाइज अब उताबाट घुम्न थाल्यो भने घुमिन्छ नि त लामो हुन्छ बाटो हामीलाई यहीँबाट सिधै हुन्छ नि त्यही भएर चाहिँ हामी चाहिँ यही बाटो सिधा गयो गाइज अब विशाल चोक पुग्छ कि सायद यो बाटो अब हामी यहाँबाट सिधै गयो उनीहरू उता गयो गाइज सटरै नलाएर तलतिर झर्छौँ फाइनली घर आइपुगिसक्यो है अनि आज हिजो र आजको मेरो दसैँ कस्तो भयो हजुरहरूले हेर्नु नै भयो होला त्यस्तो विधि स्पेसल त होइन जस्ट रमाइलै भयो है अनि एकछिन सोल्टिनीको घर गयो तर अँधेरो भयो नत्र उज्याला भएको भए त्यहाँको मैले त्यो के भन्छ बुङ्गु फार्महरू माछा पालनको त्यो तलहरू देखाउँछु भन्ने सोच थियो तर हामी जाँदा जाँदा ढिलो भयो अँधेरो भइसक्यो त्यही भएर मैले हजुरलाई त्यो देखाउन पाइनँ अनि जे जस्तो पनि आज यसपालिको मेरो दसैँ जस ठिकै भयो रमाइलो त नभनौँ जस ठिकै भयो यो भन्दै गाइज यो भ्लगबाट अर्को भ्लगसम्मको लागि बाई बाई गाइज गुड नाइट